गाइड फर्स्ट टाइम कसरी बोल्थ्यो गनी त्यो त थाहा छैन। अब सुरुमा के भन्छ त्यो त थाहा होइन। फर्स्ट टाइम बनाएर भिडियो जे आउँछ त्यही त हो नि। अब गुड मर्निङ गाइज भन्यो त्यतिबाट स्टार्ट हो नि। अब अरू त आउँदैन। फर्स्ट टाइममा पछि बिस्तारै आउँला नि त। पनि के आउनु हो, कोही छैन यार कलेजमा। जम्मा कति 4 जना कि 5 जना पो छ जम्मा क्लासमा हेर्दा। न कोही आउने न सर आउने। सर नआएको 2 दिन आज हिँडिया छ, बाहिर डुल्या छ केटाहरूसँग, रमाइलो गऱ्यो। खै केटाहरू पनि आएन अझ यति छिटो आउँदैन यार केटाहरू। आउनु नि 8 बजी आउँछ यार। केटाहरूको त टाइम चाहिँ मान्नै पर्ने हो क्या। खालि डुल्यो हिँड्यो, बिहानै आयो कोही छैन। ल सुनसान छ स्कुलमा, ल खाली छ पुरै खाली नै खाली छ। अल्छी लाग्दो रहेछ हौ बिहान अनि कलेज पनि के आउनु। अब त घरतिरै बस्नु पर्ला जस्तो यसो रमाइलो हुन्छ भनेर आयो। कोही छैन, कोही रमाइलो गर्नलाई नि कोही। खै छुट्टी भएदेखि त न कोही आउँछ न कोही। अब चाहिँ आउँछ कि आउँदैछु भन्दै केटाहरू। फेरि अब पढ्ने त उस्तै हो। अब खाजा खान जानुपर्छ केटाहरू आएपछि।